हेलो एभ्रिवान, नमस्ते। लास्ट अफ फ्याफुला हजुरहरुलाई स्वागत छ फेरि पनि हाम्रो अर्को भिडियोमा। आज चाहिँ हामीले पानीपुरी च्यालेन्ज लिएर आइसकेको छौं। अनि हामीसँग चाहिँ छ यहाँ 30 वटा पानीपुरी, अनि त्यसपछि पानी चाहिँ यहाँ छ हामीसँग, अनि त्यसपछि यहाँ मटर छ हामीसँग चाहिँ, अनि यहाँ चाहिँ प्लेन आलु छ यसमा। अब चाहिँ हामी स्टार्ट गर्छौं। अनि यो चाहिँ पानी चाहिँ हामीले यो डुबाएर खानुपर्छ है, त्यो हतारमा फेरि यो के अरे तरकारी नहाल्ने पानी पनि नहाल्ने चाहिँ गर्न पाइँदैन। अनि जसले चाहिँ हार्छ लास्टमा त्यो चाहिँ हामीले मैले त पनिसमेन्ट सोचिसकेँ। कहाँ पनिसमेन्ट गर्ने थियो नि कतै पनिसमेन्ट छ नि च्यालेन्ज गरेको राति रातिको पनिसमेन्ट हुँदा नि रातिको पनिसमेन्ट हुँदा नि बाहिर जानुपर्छ त पनिसमेन्ट, यहाँ भर्खर भर्खर हुन्छ नि आफ्नो पनिसमेन्ट हुन्छ, त्यो चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ। ओके ल अब हामी सुरु गर्छौँ। म भन्छु काउन्टडाउन दिन्छु। ल रेडी 1 2 3 गो। यस्तो क्या हुन्छ कि दादा मिठो गर्छौँ। गर्मी छ गर्मी। अब हामी चियरअप गर्नको लागि आमा छोरा पनि छौँ। साइड क्यामेरामा यो सब चाहिँ मैले बनाएको। मिठो भयो। स्वादले मलाई कस्तो मिठो हुन्छ है। तरकारी हाल्नु मजा लाग्यो, पानी पनि गर्मी हो क्या। टिस्यु पेपर जस्तो मैले लम्बी मिठो भयो। तरकारी हालेको छैन नि त्यसले। ल Udah lagi ya, dulu lagi nggak apa-apa deh. Udah, ya udah. Tadi warna dulu aja. Supaya aja. Jangan terlalu kita tuh. Mana banyak ada tuh gue lagi kali. Aku lihat ada gue lagi. Mau tak gue lama custom gitu lah. जसले हाल्न खोज्छ नि त्यसले त्यस्तो भने। पनिसमेन्ट सोचिहाले। पनिसमेन्ट सोचेर आएको मान्छेले पनिसमेन्ट दिनै नपाउनु भएछ। Kanti mamu भन्न। Kanti mamu favorite।
हजुरबाट क्या च्यालेन्ज जित्दैन ए होइन कि होइन भाइ यत्रो धेरै थिएन कि यहाँ त खाएकै हेर्नुहोस् कि सानो उनीहरू पनि उनीहरूले कम कि कम खान्छ भ्युअर्सहरू गर्नु होला है कति कतिवटा खानुभयो नहुन पनि त यसले भन्छ किन मजाले खा मलाई खा किन मजाले खा मलाई खा अरे कहना क्या चाहते हो नपुछ के भन्दा होइन पाइहाल्छ नि कति के सोचेर बिचरा प्रिपेयर नै थिएन अनि सोचेर यसलाई एकदम लाइभ बढिया तर होइन अब यिनीहरू त के गरेको होइन न त एउटै प्लेटमा मैले मिलाएर राखेको यसले कसरी खाएको नि त्यत्रो आयो त अब रेडी भयो कि सोचेर बस्छ हो बबी जे पनि दिन मजा भनेको त्यसैले हो यसको त्यो जस्तो धजिया के कानको पातो पछाडि न दाती भन्नु त तिमीहरूले मलाई छोगन छैन है मैले जस्तो आफूले हारेपछि आज सुनमा मैले कस्तो मजाले खाएको के भयो ल दिदी म पनि आँगन बसेँ सरकारी त हो त्यो कमन चाहिँ गर्नु पर्दैन यो चाहिँ सुन्दर सुन्दर यो हातलाई पनि मेहनत गरेको तर बेच्नेहरू भन्दा दामी मिठो भयो अहिले सबै थुकै थुक्छु कसम चाहिँ खाएन हौ यस्तो गरेर पानी पानी म खान्न आलुको दिन्छु त आलुको दिन दामी मिठो भयो पिल्छ भाइ दुख्दैन पिरो पनि आमिलो पनि फाइनली गाइज म विनर भइसकेको छु खै मेरो लागि क्ल्याप बनाउनु विनर सरासर देखिहाल्नुभयो हजुरहरूले हाम्रो बबीजी हुनुभएको थियो बबीजी हाम्रो हार्नीमा हुनुहुन्छ सीताजी अब उहाँलाई पनिसमेन्ट दिनु त पर्यो बबी दिनु पनिसमेन्ट र मैले चाहिँ पनिसमेन्ट दिएको छु है हामी चाहिँ एकछिनमा ब्याक हुन्छौँ बाइ ल साथीहरू मैले पनिसमेन्ट सोचेर नि आइसकेको छु यहाँ छ आँटा किनभने धेरै वेस्ट नगरौँ है खाने अन्न चाहिँ धेरै वेस्ट गर्नु हुँदैन अनि यहाँ चाहिँ छ यो चाहिँ बेबीको हो बिचरा त्यही पनि यहाँ मैले यो खोला अब कहाँ आँखामा त मेरो इन्फेक्सन भयो अरू जाँदा अनि यो गरिसकेपछि उसले एउटा गीत यो फोटो मैले जित्छु भनेर म कन्फिडेन्ट थिएँ कि तर किन भयो मैले जित्छु भनेर कन्फर्म भन्न साधु भूमिमा बस्छ के पनिसमेन्ट गर्नु अनि भनिहाल्दै गर्दै भयो अब एउटा उसले चाहिँ मैले रोजेको गीत गाउँछ रात लम्बिया तेरी मेरी गल्ला लिरिक्स चाहिँ आउन त तेरी मेरी गल्ला खुगी बसु सियार लेख्दिन हो र होइन सेतले तेरी मेरी गल्ला खुगी बसु दुनिया से हो किथे चलिया रे किथे चलिया काटू के सिरता
ओ साबुरे जिया नहीं जाता सुनो बाबुरे ए ए कटिया कटिया रे तेरा लमिया लमिया रे कटिया कटिया रे। धन्यवाद। ल अब हाम्रो यति नै थियो भिडियो। हजुरहरूलाई हेरेर के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। अनि हजुरहरूलाई कस्तो कस्तो भिडियो हेर्न मन छ प्लिज कमेन्ट गरिदिनु होला। And do not forget to like, share and subscribe. Bye. Sachi 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 uho ta sailungile kaima chori ma charne kharka cha